जुन बेला आवश्यकता थियो त्यति बेला मम्मीले सहयोग गर्नु भएन हामीलाई बाटोमा फुल पारे जस्तो छोडेर हिँड्नुभयो होइन आमाको माया त छ तर अब मरिसक्यो कति वर्ष भयो अरे मम्मीले छोडेर जानुभएको वर्ष त भएन यो असोजमा चाहिँ 1 वर्ष हुन्छ तर मम्मीले अरूसँगै खुसी हुनुहुन्छ मम्मी खुसी नै हुन् पछि हामीलाई टर्चर चाहिँ नदिउन् आफ्नो उता पनि त गएर बिहे नै गरेर जानुभएको उता नि त छोराछोरी हुन्छ होला नि त उता पनि हुन्छ तर उताको छोराछोरीलाई हामीलाई जस्तो छोडेर नजाउनु गरी खाउन् त्यही हो मेरो भनाइ चाहिँ मम्मी आयो भने म स्वीकार्दिनँ जहाँ हुनुहुन्छ मम्मीले यो भिडियो देख्नु भएको छ भने पनि बिन्ती छ मम्मी नआउनु म मम्मीलाई स्वीकार्न सक्दिनँ